मेरो स्टोरी चाहिँ फुल भइया फाल्देऊ न तिमीले नभए नभाषीहरू जन्मदिनको धेरै धेरै आशीर्वाद जन्मदिनको सुख शान्ति होस् गरगौर कष्ट रोगव्याध हरन्ता होस् छोरीको आज जन्मदिनको धेरै धेरै बधाई छ धेरै धेरै शुभकामना छ ज्यान भन्न पाइन देखेर गराइदिन्छ कि भनेर देखेर गराइदिएन कता गइयो मैले जान्दैन सके यो आज बसिका थियो अब के भाइ मन्दिर कपडा फोटो हाल्दिने भन्नुभएको थियो आफूले बजाइदिनु त हुन्छ जान्न परेन त नि अहिलेसम्म यत्रो 5-7 वर्ष पुग्दा चलाउँछ मैले हाल्नु भएको थियो स्टोरी अनि हेलो मेरो टिकटकका साथीहरू दाइको त उधारो बड्डी हो लगाएर राख्नु हजुर लगाएर मेरो नानी पढ्दैन त्यो रोज दिन्छ क्या अब हो त्यही दिउँ हुन्छ पढ्दैन बिहानै लगिल्यो भन्नु थ्याङ्क यू जाऊ मान्छे अहिले जाऊ मजा नि म बोकिदिन्छु केक त कसले खाइदिला केक त खुवाइदिएकै छैन नि त हामीले त समझले खाँदैछु मात्रै खुवाइदिनु ल आउनु लाउनु के भन्नु खुवाइदिनु तपाईँले लाउनु खुवाइदिनु ल अर्को त बाबुले बाबु जाने छ जाने छ मलाई जाइन नि बेसी हुन्छ क्या सिगाङ भन्दिन लाग्छ भन्दै भयो कि भाइ त्यो नम्बर कपडा पाउनु छैन खुवाइदिनु तपाईँले जाऊ भन्छ मैले खाइदिन्छु है मैले खाइदिन्छु त्यो थोरै यही मात्र भयो हुन्छ त्यो क्रिम खानु झन् असर गर्छ क्या खानु पर्यो नि जाऊ भन्छ आज 3टा केक भइसक्यो नि फुल ल्याइदियो जाऊ नानीको अरे ल्याइदिनु अब त्यति छ लाभमा फुल त्यसरी भन् न Happy birthday, मम्मी भनिदिनु न ह्याप्पी बर्थडे मम्मी भनेर
दादाले के दियो दादाले माया माने त नि मम्मीलाई पछि कमायो नि धेरै दिए है के खान्नी हो कमायो ठुलो मान्छेले धेरै केकमा कममा गर्दैनिस् त्यही केकमा माया गरेर कमै खा अरे मेरो मासु भयो बोले अरे सोनन्टीले गरे नि अगरबत्तीमा लाग्यो क्या त्यो के कस्तो माया खिचिरहेको हुन्छ के देखाउनु तर भागको गाह्रो है के खाम सबै भने वास्ते देश गर्नु ठिकै अब खाली छैन छैन ले भने मैले त